हुन्छ है। आज हामीले यस्तो सानो बचपनदेखि यो गाउँ टोलहरूको बुदाबारी एरिया हो यो। अनि यता यो रिसोर्ट बनाएको छ होइन, यता रिसोर्ट बनाएको छन्, जिमसिम गर्ने ठाउँ। अनि यस्तो छ यो बुदाबारी ठाउँ। हामी यता गोरु चराउने ठाउँहरू यता अहिले यस्तो नचिन्ने ठाउँ भएको छ। घरै घर भएर जग्गाहरू यस्तो थियो। अनि यसरी यहाँ जिम है, त्यसपछि यहाँ जिम रिसोर्ट छ। त्यसपछि यस्तो घरै घर भएको छ अहिले त पुरै घर लगाउनुहोस्। यो चाहिँ कालीखोला जाने बाटो हो तपाईँको, यो यानि कि इलाम जाने बाटो है। यता घरै घर भएको छ, पुरै घर। अनि यता खेत। हामी यो ठाउँमा पुरै यो कुनामा छैन, यो डाँडाकाँडामा पुरा यो पहाड जस्तो जङ्गल जस्तो छ नि, यसमा हामी घुम्थ्यौँ। अनि यहाँ तपाईँको यस ठाउँमा चाहिँ हामी गाई बस्तु लिएर आउँथ्यौँ। अहिले यस्तो भएको छ ठाउँ है। अहिले कतै गाई बस्तु चराउने ठाउँ छैन, किनकि घरै घर भएको छ यहाँ पुरै घर। यता हामी खेल्थ्यौँ, यहाँ गाई बस्तु यता चढाएर छोडिदिन्थ्यौँ। अहिले घरै घर भएको छ यता है।